आज त पुरा थाकेको फिल भयो मलाई त। अहिले भने चाहिँ टाइम भयो 12 बज्यो है विनोद, 12 बज्यो। अन्त म चाहिँ भर्खर हामी चाहिँ ड्युटीबाट आएर हो अब म्याङ्गो खानु आँटेको छु। के गर्नु अन्त अब म्याङ्गो खान्छु हो, अनि त्यतिकै सुत्छु। अब खाना बनाइबस्दाखेरि टाइम लाग्छ, 1 बज्छ हो। अब तपाईँहरू त सबैजना सुत्नु भयो होला। अब हामी भने चाहिँ भर्खर हो रुममा पस्दै गरेको। अन्त यसो फ्रेसेस भएर चाहिँ म्याङ्गो खानु मन पर्यो नि त, त्यही भनेर चाहिँ म्याङ्गो खाँदैछु म चाहिँ। अहिले सिजन हो नि त। सुत्नु दिनु अब। छ्या छोडिदिनु, उनीहरूको मुख अटेको हल्ला भयो भने किन हामी पछि पर्नु होला। छोडिदिनु, हामी त बन्द गरेर आफ्नो घरमा आएको। यो म्याङ्गो चाहिँ मिठो रहेछ हो, अमिलो पनि छैन, तर सबै कालो भएछ। मैले किनभने हिजो किनेर ल्याएको थिएँ, खानु बिर्सेको हो। म चाहिँ यति बेला आएर चाहिँ यति चाहिँ खाएँ है। यो चाहिँ मैले एक्लै खाएको, अरूले मन पराउँदैन यहाँनिर कि मैले आफै। अब 3टा त सबै खुङ्ग्या हो है। हुन्छ नि त, किनभने कुने रहेछ, भोलि पर्सि राखेँ भने सबै कुने रहेछ। लास्ट एउटा बाँचेको छ गाइस, हेर्नुहोस् है। यो चाहिँ मैले नि यो चाहिँ राखौँ कि जस्तो लाग्यो, फेरि कुन्छ भने डर लाग्यो होइन, त्यही भनेर चाहिँ म यो पनि खाइदिन्छु। कोही चाहिँ साह्रै मिठो हो, कोही चाहिँ साह्रै अमिलो। गाइस म चाहिँ जोडोले फर्किरहेको छु। 2 केजी आँप है। यो चाहिँ मैले हिजो मगाएको थिएँ कि लाल बजारबाट। अन्त 1 दिनमै आज त पुरा पाकेछ। अनि त्यही भनेर चाहिँ आज मैले सबै खाइदिएको। अब भोलि राख्यो भने त झन् बेसी पाक्छ, मिठो हुँदैन होइन। त्यही भनेर चाहिँ आज म सबै सकिदिएको है। यत्रो खाएँ मैले, हेर्नुहोस्। ल भयो अब चाहिँ, अब चाहिँ खाइसकेँ गाइस हो। तपाईहरु सबैजना सुत्नु भयो होला। सो गुड नाइट है, भोलिको दिनमा भेटौँ। सो बाई, गुड नाइट।